अहिले चाहिँ हामी छोटो यात्रामा छौँ अनि यहाँ राजदाइले ड्राइभ गर्दै हुन्छ। जबेसी सबैजनालाई आज हामी एउटा रेस्टुरेन्टमा जाँदैछौँ। त्यहाँ चाहिँ एउटा सानो प्रोग्राम छ। हामी पक्कै पनि त्यहाँ गएर के गर्नेछ तपाईँहरूलाई सानो भिडियो मार्फत जानकारी गराउनेछौँ। जबेसी सबैजनालाई आज हामी सुभाषले यहाँनिर सेभ गर्दै गरेको रेस्टुरेन्टमा हामी आएको छौँ र आज यहाँ स्पेसल मोमोको अफर आएको छ। हामी यहाँ किचनमा छौँ अहिले। किचन चाहिँ आज हामी के गर्छौँ यहाँ तपाईँहरूलाई देखाउँछौँ। धेरै लामो पछाडि सुरु गरेको हेरौँ नि। एउटा प्याज लिएर साथीहरूको आँखामा आज आफ्टर लङ टाइम खतरा काटिँदैछ प्याज। एकदमै खुसी पनि लागिरहेको छ, पुरानो दिनहरू याद आइरहेको छ। ए अलिअलि स्वाद आएन भन्दा होइन। यो 6-7 वर्ष पछाडि नाना हानिँदैछ। यो डोज अलिक सानो भयो क्या। त्यस्तो हो नि त खास। ए बेलेर साथीहरू लिएर होइन बेलेर बेलले नै होइन नाम यो त बेले नै होइन, यो पड्काएर गाला पड्कायो अरे। अब त्यो त आएन त माथि माथि सरेन त। यो पिठो नै यत्रो मोमोको जस्तो बेलेपछि हुन्छ त। कत्रो नाम दिने गरेको छ सुभाष? नाम दिने अब फर्स्ट ए हो। अब यसको टुप्पो चाहिँ रहेन होला नि त। के बन्दैछ त? यो चिल्ली नान हो। चिल्ली नान यदि के भयो नहानेको आज कस्तो मन चाहिँ बोलिँदैन। स्पष्ट दामी भइहाल्छ नि। दामी भयो, खोलिहाल्यो। यो चाहिँ फेरि नि तर अब मेरो विचारमा यो उक्किन्छ उक्किँदैन। किनुपर्छ भन्ने हो। यो सन्दुक चाहिँ फेरि सबैले दिएको नि फेरि यो सन्दुक चाहिँ। सन्दुकलाई बेचेर होइन मान्यता हो। यतिको रातो हुनुपर्छ। अनि ट्रेजरमा हाम्रो आशिष परियार भाइ हुनुहुन्छ, जो यहाँ अहिले सुनिराख्नु भएको छ। तिम्रो धेरै धर्मको पनि त्यस्तै हुन्छ। सबै तिम्रो के गर्छ त भनेर छ त भन्दाखेरि यहाँ नि तिमीले चिताएको कुराहरू म पुरा गरिदिन्छु भनेर बाइबलमा लेखाएको छ भन्नुभयो नि तपाईँले। हो बाइबलले के पुरा गर्छ, मान्छेले पुरा गर्दैन।